शक्तिलाई एकीकृत केन्द्रीकृत गरेर परिचालन गर्ने हो। त्यसैले आज तपाईहरु सबै सेल सदस्यज्यूले थोरै सानो सानो पुँजीलाई जिम्मा गरेर केन्द्रीकृत गर्नुभएको छ। केन्द्रीकृत गर्नु एउटा ठूलो पुँजीमा परिणत भएको छ र यसले फेरि तपाईहरुलाई हामीसँग भएका सिप क्षमता सम्भावनालाई परिचालन गर्छ। कोहीले टिमुर खेती गर्नुभएको छ, त्यहाँ सहयोग गरेको छ, कसैले सेउ खेती गर्नुभएको छ, त्यहाँ सपोर्ट गरेको छ, कसैले सन्तोला खेती लगायत विविध आय आर्थिक क्षेत्रमा लगानी गर्नुभएको छ, त्यहाँ सर्वसृजना गरिदिएको छ। त्यसले चाहिँ हाम्रो समाजलाई एउटा उन्नति प्रगति दिँदैछ। त्यति मात्र होइन, यो सरकारले त्यो छरिएको पुँजीलाई केन्द्रित गरी तपाईहरुकै बालबालिका हाम्रै बालबालिकालाई पढ्नको लागि शिक्षामा समेत लगानी गरेको छ। त्यसैले पनि मलाई लाग्छ यो सरकारले जुन एउटा धेरै ठुलो सोच राखेर धेरै फ्राकिलो सोच राखेर आय आर्थिक क्षेत्रमा पनि लगानी गरेको छ, सामाजिक विकासको लागि, मानिसको चेतना विकासको लागि र बालबालिकाको उच्च शिक्षाको लागि समेत लगानी गरेको। त्यसैले यसको आफ्नै महत्त्वपूर्ण इतिहास बोकेर आएको छ। अझै उन्नति प्रगति लम्किन्छ, हामीलाई आशा छ, हामीलाई विश्वास छ। हो, यसरी छरिरहेको पुँजीलाई, यसरी छरिरहेको सर्वशक्तिलाई एकीकृत र केन्द्रीकृत गरी परिचालन गर्दै जाँदाखेरि अलिक ठुलो धनराशि एकपछि अर्को पछि अर्को गरी ठुलो हुँदै जान्छ। जति ठुलो हुँदै जान्छ त्यति ठुलो व्यवस्थित व्यवस्थापन चाहिन्छ। यसको सञ्चालक समिति त्यतिकै इमान्दार चाहिन्छ। पहिलो नम्बर 1 शर्त इमान्दारिता चाहिन्छ। नम्बर 2 शर्त दक्षता चाहिन्छ। सिपालु हुनुपर्छ, दक्ष बनाएको मतलब। नम्बर 3 त्यसलाई चाहिँ ठिक दिनले व्यवस्थापन गर्न सक्नुपर्छ। यसका लागि पहिलो त सञ्चालक समिति इमान्दार चाहिन्छ। त्यसपछि हाम्रा कर्मचारी साथीहरू दक्ष र इमान्दार हुनुपर्छ। त्यसो भएपछि मात्र हुन्छ। त्यसका साथसाथै तपाईहरु पनि इमान्दार चाहिन्छ। तपाईहरु पनि किन इमान्दार चाहिन्छ? पहिला आफ्नो बचत गर्ने बेला बचत पनि गर्नु पर्यो, आफूलाई चाहिएको ऋण लिनु पनि पर्यो र फेरि नियमअनुसार तिर्नु पनि पर्यो। जुन शीर्षकमा जुन कामका लागि लिएको त्यहाँ खर्च गर्ने र फेरि बचत पनि गरिहाल्ने। त्यसो भयो भने एउटा सिस्टम, एउटा इको सिस्टम भने जस्तै यसको पनि सहकारीको पनि एउटा सिस्टम, एउटा नियम छ। त्यो अनुसार एकपछि अर्को पछि अर्को गर्दै सफलताको शिखरमा पुग्नेछ। साथसाथै तपाईहरुको पनि भविष्य सफलताको शिखरमा पुग्नेछ, मलाई विश्वास छ। त्यसैले यही क्रममा चलिरहेको छ। यसका साथसाथै सहकारीलाई नियमित गर्ने अघि हाम्रा सचिवजीले पनि भनिसक्नुभयो, स्थानीय पालिकालाई अधिकार दिएको छ। यसलाई आज एकपछि अर्को गर्दा हामी पनि व्यवस्थित गर्ने प्रक्रियामा लागेकै छौँ। यति हुँदाहुँदै पनि आज सहकारीका अगाडि धेरै ठुला चुनौतीहरू पनि दिनुभएका छन्। धेरै ठुला अविश्वास आशंका हुने घटनाहरू पनि घटेका छन् देशमा। किनकि हिजो कुनै दिन एउटा सहकारी थियो, आज सहकारी यति धेरै छ, हजारौँ हजार सहकारी छ र ठुला सहकारीले बदनाम कमाएका पनि छन्। कयौँ व्यक्तिले बदनाम कमाएका छन्। त्यो घटना सुन्दा तपाईँहरूको मनमा पनि चिस्सु लाग्छ होला। मलाई आशा छ, मलाई विश्वास छ, तपाईँहरू नआत्तिनुहोस्, तपाईँहरू नडराउनुहोस्, तर सचेत हुनुहोस्। तपाईँहरू प्रत्येक घरमा अब त पढेलेखा केटाकेटी छोरा भतिजा छ। यसका साथसाथै यहाँ तपाईँको सहकारीमा आएको टिमले प्रस्तुत गरेको योजना कार्यक्रम होइन, सबै आफूले पनि चुनाव भएर हेर्ने र केटाकेटीलाई पनि हेर बाबु। त्यसमा काहीँ कतै शङ्का लाग्दो कुरा छ भने सञ्चालक समितिको कुरा उठाउनुहोस् र सञ्चालक समितिले के अरे कर्मचारी साथै काम गर्दा भुलचुक पनि हुन्छ। कहिले त्यो सोच्छ भने होइन हामीले भुल पऱ्यो क्लियर गर्नु पऱ्यो, होइन साँच्चै मिस्टेक भएको छ भने सच्याउनुपर्छ। त्यसो भएर एउटा विश्वासिलो तरिकाले अगाडि बढाउन सक्यो भने यो सहकारी सफल हुन्छ। न कि कुनै पनि वस्तुको जन्म गर्न अथवा कुनै पनि वस्तु निर्माण गर्न समय लाग्छ, गाह्रो हुन्छ। आज यो सहकारी सामान्य दुःखले सामान्य हिसाबले आएको होइन, धेरै ठुलो लगानी, धेरै ठुलो मिहिनेतपछि 20-25 जना साथीहरूले सुरु गरेको सहकारी आज 600-700-800 सदस्य सङ्गठित गर्न सफल भएको छ। आज 15-16 करोडभन्दा 9-10 करोडको कारोबार गर्ने त्यो हैसियत राख्ने सहकारी हो। र हाम्रो बनगार कुपिने नगरपालिकाको सबैभन्दा ठुलो र सबैभन्दा पुरानो सहकारी यही ठाउँमा बेला बखत हुन्छ। त्यसैले यसलाई अझै सफलतामा लैजान सञ्चालक समितिको अध्यक्षजी लगायत सबै पदाधिकारीहरू त्यत्तिकै इमान्दार, त्यत्तिकै सचिव होला। त्यस्तै हाम्रा ध्रुवजीले जो प्रबन्धकजी हुनुहुन्छ उहाँ लगायत कर्मचारी साथीहरू र त्यस्तै तपाईँहरू पनि आफ्नो ठाउँमा सबै इमान्दार हुनुहोला र यसलाई सफलतामा दिनुहोला। त्यसमा मेरो साथ हुन्छ। मेरो साथ बनाएको मतलब नगरपालिकाको साथ हुन्छ, सपोर्ट हुन्छ। हाम्रा वडाध्यक्षहरू पनि यही हुन्छ। त्यसलाई सफल बनाउन कसैको काहीँ कन्जुसाइ हुने छैन। अझै यसलाई व्यवस्थित गर्छौँ। यो सम्बन्धी यति नै राखेँ मैले। अब दोस्रो कुरा थोरै राख्दैछु। त्यसमा अलिकति कमजोरीको पक्षमा आज यसलाई अझै कमजोरीको पक्षमा के कुरा सचेत हुनुपर्छ भने कहीँ कतै हाम्रो टिमले अविश्वास त गरेका छैन कामकाज गर्दा। त्यसमा तपाईँले सुझाव मलाई दिए त लास्ट बाध्यता दिनु होला। त्योभन्दा पहिला हाम्रो प्रबन्धकलाई दिए हुन्छ, हाम्रो सञ्चालक समितिलाई दिए हुन्छ। तर विश्वास गर्नुपर्छ। डाउट छ भने घरै बसेर हुँदैन है।
घरै डाउट छ भनेर अथवा शङ्का छ भनेर कुना गएर भनेर हुँदैन। त्यो खुलस्त रूपले यही साधारण सभा बनिदियो। आय कति थियो, व्यय कति छ होइन, नाफा कति छ, घाटा कति छ, अथवा कहाँ लगानी भएको छ, आज योभन्दा राम्रा नीति कार्यक्रम के गराउन सकिन्छ, जम्मै कुराहरू यहाँ छलफल गरेर यो सभाबाट फेरि नयाँ स्पिडका साथ नयाँ जोस लगाएको साथ फिल्डमा जानु होला। यति कुरा राखेँ। त्यसले गर्दा अझै जोस लगाएर बोलाउँछ, अझै सक्रिय सहभागिता सबैको बढ्छ। थोरै सहभागितामा कुमिउन खोजेको जस्तो अलिकति मैले फिल गरेको छु। यो कुरालाई आगामी दिनमा कहाँनिर के कमी रहेको छ, एउटा त कामकाजको वातावरणले पनि होला, त्यस्तोहरू पनि ध्यान दिँदै यहाँहरू अघि बढ्नुहुन्छ भने म सचेत पनि गराउन चाहन्छु। थोरै म अब नगरपालिकातिर कुरा राख्न चाहन्छु। बनगाड कुपिने नगरपालिकामा आज नगर प्रमुख भएको मेरो चाहिँ त्यो सरकारको तपाईँको आज झन्डै 4 वर्ष पुग्दैछ। 1 वर्ष थोरै दिन मात्र बाँकी छ हाम्रा आयुका। त्यो पनि देशको राष्ट्रिय राजनीति कहिले दायाँ कोल्टो फेर्नु खोज्छ, कहिले दायाँ कोल्टो फेर्नु खोज्छ, त्यो के हुने त्यो अलग कुरा छ। फेरि पनि हामीले नगरपालिकामा के अरे एउटा सही नीति, सही योजना, सही कार्यक्रम ल्याएर सही ढङ्गले नेतृत्व गरेर हामीले एकपछि अर्कोपछि अर्को मिहिनेत गर्दै अगाडि बढिरहेका छौँ। फेरि पनि अहिले हामीले सबै गरिहाल्यौँ त्यो होइन। त्यसमा चाहिँ हामीले के गर्यौँ त भन्दाखेरि हामीले पहिलो प्राथमिकता शिक्षा नै हो हाम्रो। किनकि हामीले जति पनि विकास गर्छौँ त्यो विकास गर्नको लागि शिक्षा भएन भने हुँदैन भनेर हाम्रा बालबालिकालाई शिक्षित बनाउनुपर्छ, हाम्रा त्यो गर्नको लागि शैक्षिक संस्थाहरू सुधार गर्नुपर्छ भनेर हामीले प्रयास गरिरहेका छौँ। 12वटा वडामा प्रयास गरेका छौँ। 71 सामुदायिक विद्यालयलाई त बढी प्रयास गरेका छौँ। त्यसका साथसाथै संस्थागत अथवा बोर्डिङलाई पनि सुदृढ गरिनुपर्छ भनेर समग्र शिक्षा नीतिलाई नै हामीले त्यो प्रकार ल्याएको छौँ। शिक्षा नियमावली के अरे शिक्षा ऐन बनेको छ, कार्यविधि बनेको छ, कार्ययोजना बनेको छ, पाठ्यक्रम बनेको छ, त्यसका साथसाथै कार्यदल बनेको छ। कहाँ कमी कमजोरी छ उल्याइरहेका छौँ। यति गर्दा गर्दै जनशक्तिको कमी कहाँ छ, पूर्वाधारको कमी कहाँ छ, त्यो कुरालाई पनि हल गर्दै गइरहेका छौँ। आज आएर तपाईँहरू यही हेर्नुहुन्छ कति उठाउनुहुन्थ्यो गत साल पैसा योभन्दा पहिला यही प्रतिभा माविमा तपाईँहरूको झन्डै 17-18 लाख रुपियाँ वार्षिक तपाईँले पैसा उठाएर टिचरको व्यवस्था गर्नु यही हुन्छ अध्यक्ष। आज हामीले त्यहाँ 5 माविका टिचर पठाइसकेपछि मलाई लाग्छ त्यो समस्या धेरै हद भयो। अलिअलि समस्या होला नजाँदै पनि फेरि पनि यही प्रतिभा यस्तै गरी हामीले पालिकाका 8वटै माविमा हामीले जनशक्ति पठाएका छौँ। माविमा मात्र होइन आधारभूत पठाएका छौँ। यहाँ 16मा हामीले अझै नगर अनुदान शिक्षकहरू पठाउन सकेका छैनौँ। विज्ञापन खोज्नु मान्छे आउँदैन। फेरि पनि प्राविधिक सर्भरबाट तानेर पनि यो समस्या हल गरिरहेका छौँ। अन्यत्र कैयौँ ठाउँ पठाइरहेका छौँ। जनशक्ति हामीले 71मा पठाइरहेका छौँ। र अर्कोतर्फ के छ भने हामीले पूर्वाधारका हिसाबले कहाँ शौचालय छैन, कहाँ भवन छैन, कहाँ खानेपानी छैन, कहाँ चाहिँ फिल्ड छैन, जुम्मै कामहरू गरिरहेका छौँ। त्यसैले पूर्वाधारको कुरा, त्यसैले चाहिँ के अरे शैक्षिक जनशक्तिको कुरा त भयो, शिक्षक गएर मात्र पुग्दैन। हामीले विभिन्न तालिमहरू चलाइरहेका छौँ। आज बाल विकासका सरहरूलाई पुरै हामीले तालिम चलाइरहेका छौँ। हिजोको बाल विकासको टिचर र अहिलेको बाल विकासको टिचरमा कति फरक छ तपाईँहरूले विद्यालयमा चेक गर्नु होला। छोराछोरी स्कुल पठाउने, सरले पढाइदिएन भने गाली मात्र गर्ने होइन, पढाउनु भएको छ कि छैन, अरू काम छोडेर कहिले कहिले विद्यालय जानु होला। आज हाम्रो बालबच्चा बाल विकासमा पढ्ने बच्चाको चेन्ज केही आयो कि आएन, कक्षा 1मा पढ्ने, 2मा पढ्ने अथवा ठुलो क्लासमा पढ्ने केही परिवर्तन आयो कि आएन हेर्नुहोस्। किनकि प्रत्येक आमा बाबुले सबैभन्दा पहिलो प्राथमिकता राख्नुहुन्छ आफ्नो बालबालिकाको भविष्यतर्फ। मेरो छोरो राम्रो भए हुन्थ्यो, मेरो छोरीले राम्रो प्रगति गरे हुन्थ्यो भन्ने चाहना सबैको त्यही हुन्छ। उसलाई आफ्नो जीवनभन्दा प्यारो आफ्नो सन्तति लाग्छ। सन्तति प्यारो त भन्ने, तर हामी स्कुल जानु हामीले गल्ती त्यहाँ गर्छौँ है। स्कुल गएर त्यहाँ फोहोरमा बसिया छ कि सफामा बसिया छ, शौचालय राम्रो छ कि छैन, पिउने पानी राम्रो छ कि छैन, त्यति मात्र होइन पर्सनलाई पठाएको होइन, त्यहाँ पठन पाठन राम्रो छ कि छैन, त्यो सबै चेक गर्नुहोस्। म बेला बखतमा आउँछु। हाम्रो के अरे विद्यालयका अध्यक्षज्यू, वडा अध्यक्षज्यूहरू लगायत हाम्रो जनप्रतिनिधि साथीहरू हामी जान्छौँ। अरू शिक्षा समितिको हाम्रो दिपकज्यू उहाँहरूलाई पनि लिएर जान्छौँ। त्यसैले शिक्षा क्षेत्रमा हामीले त्यो प्राथमिकता साथ गएका छौँ। र हाम्रो धनराशिको हामीले नगरमा 79-80 करोडको बजेट भने तापनि 12-15 करोड मात्र हामी चलाउनु पर्छ। अरू त तलब भत्ता विभिन्न शीर्षकमा हुन्छ। त्यही भित्रको 6 करोड अहिले पनि कहाँ छ, शिक्षामा मात्र छ। जनशक्ति टिचर अनि त्यसका साथै तालिम, बाल विकासको मात्र होइन, तालिम तहको पनि सबै तहको तालिम छ। झन्डै 70-80 लाखभन्दा बढी तालिमको लागि मात्र छ।